यो एमआरआई मा चाहिँ L5 S1 मा चाहिँ माइल्ड डिस्क बल्ज छ। L4 L5 मा चाहिँ डिस्क बल्ज indenting anterior thecal sac and causing bilateral L4 L5 lateral recess subfacial space stenosis भनेर चाहिँ डाक्टर साहबले चाहिँ रिपोर्टिङ गर्नुभएको छ र यसको लागि चाहिँ म व्यायामहरु सिकाउँछु। मैले चाहिँ उहाँको एसेसमेन्ट लिइसके र हजुरहरुको यस्तो समस्या छ भने यस्तो खाली व्यायाम चाहिँ गर्न सक्नुहुन्छ। ल पहिला चाहिँ हजुरले दुईटै घुँडा खुम्च्याउनुस्। दुईटै घुँडा खुम्च्याएर चाहिँ ढाडलाई माथि उचाल्नुस्। उचाल्नुस्, पुरै उचाल्नुस्। 5 सेकेन्ड होल्ड गर्नुस्। 1 2 3 4 5। त्यसपछि हजुरले यो ग्लुटियस मांसपेशीलाई कडा गर्नुस्। हैन अलिकति कडा गर्नुस् र अघि जस्तो पेटलाई दरो गर्नुस् है। दुईटै हात यहाँ हिपमा राख्नुस्, कम्बलमा राख्नुस्, यसरी राख्नुस् र दुईटैलाई दरो गर्नुस्। हल्का हल्का दरो गर्नुस् र पेटलाई पनि दरो गर्नुस्। 5 सेकेन्ड। 1 2 3 4 5 छोड्नुस्। फेरि गर्नुस्। यो पेल्भिक टिल्ट 1 2 3 4 5 तल राख्नुस्। अब घोप्टो पर्नुस्। अब हजुरले हातले टेकेर छाती उचाल्नु पर्यो। यसलाई चाहिँ हामीले कोब्रा पोजिसनमा एक्सरसाइज। हातले टेकेर हजुरले छाती उचाल्नुस् पुरै है, पेन फ्री सम्म। 5 सेकेन्ड होल्ड गर्नुस्। 1 2 3 4 5 तल राख्नुस्। अब दुईटै हात पछाडी राख्नुस् है, विदाउट सपोर्ट छाती मात्र उचाल्नुस्। 5 सेकेन्ड होल्ड गर्नुस्। 1 2 3 4 5 तल राख्नुस्। त्यसपछि दुईटै खुट्टा जोड्नुस्। छाती र दुईटै खुट्टा उचाल्नुस्। 5 सेकेन्ड। 1 2 3 4 5 अनि छोड्नुस्। त्यसपछि घुँडा र हातले टेक्नुस्। क्वाड्रुपेड पोजिसन है। क्वाड्रुपेड पोजिसनमा दाहिने हात सिधा गर्दा देब्रे खुट्टा सिधा गर्नुस्। हैन दाहिने हात हैन मिलेन हजुरको। दाहिने हात सिधा गर्नुस्। दाहिने राइट दाहिने हात देब्रे खुट्टा सिधा गर्नु। रङ देब्रे हो यसरी है। यसमा कन्फ्युजन धेरै जना हुनुहुन्छ। हेर्नुस् त क्वाड्रुपेड दाहिने हात देब्रे खुट्टा तल राख्नुस्। 5 सेकेन्ड। त्यसपछि देब्रे हात दाहिने खुट्टा सिधा स्ट्रेट है, यसरी क्वाड्रुपेड पोजिसनमा 5 सेकेन्ड। 1 2 3 4 5 तल राख्नुस्। अब बस्नुस्। ल यहाँ बस्नुस् है। उहाँको एमआरआई मा चाहिँ ल्याटरल रिसेस र सबफेस्टल स्टेनोसिस छ L4 L5 मा, र L5 S1 मा चाहिँ माइल्ड डिस्क बल्ज छ। यो एक्सटेन्सन एक्सरसाइज चाहिँ उहाँलाई निकै राम्रो हुन्छ। केही प्रश्न भए कमेन्टमा सोध्न सक्नुहुन्छ। धन्यवाद। बुझ्नुभयो हजुरले?